हेर त्यो सिक्किन हराएको भए कति राम्रो हुन्थ्यो होला भन्दै भन्दै घर आइपुग्यो। घर आइपुगिसकेपछि अब त नि बुढीले थाहा भन्दा पहिला नै मैले चाहिँ नि बाबु मेरो त सिक्किन हरायो नि त अम्बु भने मैले भने हरायो भने के गरे हरायो त किन जान गएको त भने ल ल म सुति अब म सुति भने सुत्दिँ म त। तपाईँ सुत्नुभयो रिस उठ्यो सुत्नुभयो? सुति सुतिसकेपछि अनि जिम हलको गुरुले भोलिपल्ट फोन गर्नुभयो मलाई। ए दाइ तपाईँ त भाइरल हुनुभयो अरे भन्छ। के भन्नुहुन्छ यहाँ तोड पऱ्यो बेला भने यसो हेर्छु त सबै हजुरले दिएको इन्टरभ्यूमा आइरहेको छु म त। त्यसपछि अलिकति भाइरल भइसकेपछि मन शान्त भयो कि भएन? मन शान्त भयो बाबु, भयो। सुनै फेला पारे जस्तो भयो होला है? भयो बाबु भयो। ओहो म त त्यो पत्रकार भाइले मलाई धेरै हेल्प गरेछ बा। नदेखिकन हिँड्या भए त मेरो हराएको हराइ हुनेछ। धन्न त्यो पत्रकार भाइले हजुरलाई म धेरै सम्झेछु बाबु। होइन हराएको त हराएकै भयो हुन चाहिँ हामीले तपाईँलाई बाहिर ल्याउँदा पनि होइन। तर एउटा किसिमले तपाईँलाई सबैले चिने नि त? चिनेको सबले मलाई चिने। अब मलाई त्यो देवलीला खेल्न जाँदाखेरि पनि सुन हराएको मान्छे आउनु भएको छ नाटक खेल्दै हुनुहुन्छ भनेपछि मान्छे पनि टन्नै आउनु भयो। यो दिन पनि हजुरमाथि जान्छ मेरो तर्फबाट बाबु। श्रीमतीले के गर्नुभयो गर्नुभयो कि भएन? श्रीमतीले गाली गर्नुभयो कि भएन? गाडी साडी त केही नै गरिनँ। धेरै माया गर्नु? गाडी साडी केही पनि गरिनँ। ठिकै थियो र हरायो। अझ तगरा हुनुहुन्छ फेरि कमाइहाल्नुहुन्छ नि 4-5 वर्षसम्म त कमाइहालिन्छ नि भन्नुभयो। 4-5 वर्ष लाग्छ त्यो सुन घुमाउनु हो नि? लाग्छ आउने बाटो केही छैन। अब त्यो देवलीला खेल्न जाने कहीँ कहीँ टिका लाएर अलिअलि दिन्छन् त्यही लिने हिँड्ने त हो। अनि त्यही जम्मा पारेर राख्ने त हो। ए त्यही भएर 4-5 वर्ष लाग्छ भन्नुभयो होइन? हजुर हजुर। त्यही देवलीला खेल्नुहुन्छ अभिनय गर्नुहुन्छ तपाईँ कलाकार हुनुहुँदो रहेछ नि खास? कलाकारै रहेछु म त। म पनि हुन्छु भने होइन यस्तै भगवान्ले पनि अब विदेशबाट आएको काम नपाएर बेरोजगारी भइरहेको थिएँ। अनि गाउँमा शब्द लगाएको थियो हेर्न भनेर गएको मलाई नाटक खेल्ने दाइ भन्यो। खेल्छु नि भाइ भनी मैले अनि खेल्ने रावणको रोल दियो क्या पहिल्यै नै सुरुमै। अब मैले के गर्नुपर्छ भने तपाईँ बोल्न सक्नुहुन्छ भने म बोल्न सक्दिनँ भने मैले म यहाँबाट बोलिदिन्छु तपाईँ आइटिङ गर्नु नि त भन्नुभयो। हस् हस् भनेको सीतालाई बोक्ने हरण गर्ने भन्यो। हुन्छ भने गरेँ जे भन्छ उसले त्यही गरेँ। अनि गाउँको मान्छेहरूले सबले मन पराए। अनि त्यो गुरुले पनि दाइ तपाईँको काम छ कि छैन भने छैन गुरुदेव म बेरोजगारी भने यस्तै कार्यक्रम छ पोखरामा जानुहुन्छ भन्नुभयो। जान्छु भने अनि पोखरामा गएर सुरु गरेको। तपाईँ त कति इमान्दार हुनुहुँदो रहेछ है खास धार्मिक मान्छे भएर पनि होला सायद? खै मलाई त त्यस्तो लाग्दैन। अब हजुरहरूलाई त्यस्तो लाग्दो रहेछ खुसी लाग्यो। जो श्रीमतीले केही भन्नु भएन बच्चा बच्चीले गाली गर्नु भएन के अब त्यो किन लाएर गयो भन्नु भएन? किन गएको त्यसो जानुहुन्छ त्यत्रो सिन लगेर यस्तो मको सुन हराइहाल्यो।